हुँदैन न तिनीहरू कहाँ बसेर हेरिरहेको उता फाल्दैन हौ बरु 2-3वटा बल हारे पनि केही हुँदैन। हिजोको दिदीले चाहिँ अलिक सुत्ताएर हान अलिक उठाएर हान भन्दै भन्थ्यो। त्यसो कहाँ गयो पानी रहेर तर के गर्नु र दाइले के भन्दैछ छिराउनु कराउनु यहाँ राम राम आइज म यहाँ बसेको चाहिँ म यहाँबाट कराउँछु त तलबाट कराइ छिटो भिज्यौ खुट्टा सुताएर हानेको सट्ट छिर्ने त्यहाँ उठाएर हान्छ अब चाहिँ यहाँबाट पुरै उफ्रिनुपर्छ तलै हारे पनि केही छैन 3 लाख लगिहाल्छ भन्दा पछि चाहिँ त्यस्तो भन्नु कस्तो चान्स थियो नि हजुर हो भएको चान्स खलाट गुमाइहाल्यो दाइ चाहिँ कहाँ गएको है सु भन्नु ओइ दादा ए सिकारी खल्ले सिकारी के हो त्यो गीत चिप्लिनुपर्छ त्यसरी बिचरा चिप्लियो नि धेरै चिप्लियो अघि गोल लाग्नु लागिसक्यो होला
उठिबाट सुत्छ त त्यसलाई चाहिँ अनि टाइम लस गर्नु छ अनि तँलाई मुर्दार प एक गोल फिर्ता गर्छ भनेर दराई सिक्या हो छुन नदिएन निलोलाई खाना पकाएर कहाँ भान्ने र अनि अहिले यहाँ तल राख न यहाँ उरिदाले के राम्रो राम्रो निकालिरहेको छ है गरे जस्तो छ के खुट्टा भात दिनुपर्ने यिनीहरूको पनि छुन हातले पक्रिराख्न त हेर न कुदेको अरे राम 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 तिम्रो दाइ त कडा रहेछ झुकाइदे बरु रेफ्रीले टुक नबजाइकन हामीले हेर्नु हामी उयो स्टेपको उतापट्टि जाउँ न कुछ खाएको छ त्यही भएर त हेर्नु हुँदा नि बजाउँदैन त सिट है उते जाउँ न उयो स्टेपको उता दुईजना दिदी बहिनी उभिरहेको छ नि पानी पर्ने बेला भन्छ के रे दिदी बहिनी उभिएको उतापट्टि जाँदा छुन नदे ए लड्दै र यस्तो तन्किराख्नु पर्दैन नि त त्यही भएर भनेको यार दिदी ए लड्दै पर्दै देउसुरा त्यो पल्लो छेउमा के उठा भाइ रेट चाहिँ दिनुपर्ने जहिले येल्लो मात्र निकाल्छ होइन कार्ड चाहिँ येल्लो मात्र छ कि क्या हौ रेट छैन मैले भने सुने चाहिँ क्या हो रेट छैन भनेको राम राम आज 10 नम्बरले निकाल्नु पर्ने रहेछ यसले पनि निकाल्नुपर्छ अब फेरि ठाडा हुँदै आउँछ तँलाई बिचरा म त माया पनि लाग्छ आफ्नै ठाउँमा भएर अनि के जति हेर नि जोसेर हुन्छ माया पो गर्नुपर्छ टाढाबाट आएको मान्छेलाई ओइ छाता खोला अनुसा ओइ ठुलो पानी परे छैन हौ छिन खोला न यार अब लडाइँ गर्छन् कि यिनीहरू पछि हेर यो मुर्दाको खुट्टा चाहिँ पाएको छ क्या कस्तो चान्स थियो घडीमा पानी पस्छ कभर लाग्छ छैन पानी पर्दैछ यहाँ बस छिटो आऊ यहाँ छिटो आऊ न पानी पर